तिमीहरूको थोपडा यस्तो झोपडा बनिरहेको छ र तिमीहरूलाई थाहा पनि छैन। तर यसमा गल्ती चाहिँ तिमीहरूकै छ, किनभने तिमीहरूले 3वटा यस्तो ह्याबिटलाई फलो गरिरहेको छौ जसले तिमीहरूको फेसलाई दिन प्रतिदिन कबाड खाना बनाइरहेको छ। ब्याड न्युज, यदि तिमीहरूले यो ह्याबिटलाई सुधारेनौ भने तिमीहरू समयभन्दा पहिला नै बुढो देखिनेछौ। यो भिडियोमा म तिमीहरूलाई बताउने छु कि त्यो 5वटा ह्याबिट्स के हो र त्यसलाई कसरी सुधार्न सकिन्छ। र गुड न्युज, यसको सल्युसन एकदमै धेरै सजिलो छ र तिमीहरूले हप्ताभित्रै यसको रिजल्ट देख्नेछौ। जब हामी सुत्छौँ हाम्रो बडीले आफूले आफूलाई रिपेयर गर्छ। डार्क सर्कल, डल फेस, ब्याड पोस्चर, लो कन्फिडेन्ट, अझै धेरै लङ टर्म इफेक्टहरू छ यसको। सोच तिमीहरूले मजाले एक्सर्साइज गर्यौ, मासु खायौ, अन्डा खायौ, पनिर खायौ, तर सुत्यौ 2 घन्टा मात्र। अनि तिमीहरूले भन्छौ यत्रो एक्सर्साइज गरेर पनि मसलै लाग्दैन यार जिउमा। जब तिमीहरू 7-8 घन्टा सुत्दैनौ बडीले आफूले आफूलाई रिपेयर गर्ने टाइम नै कहाँ पाउँछ, अनि कसरी लाग्छ त मसल। त्यसैले अब गएर आफ्नो मम्मीको टाउकोमा हात राखेर कसम खाऊ कि सुत्नुभन्दा पहिला फोन चलाउँदिन र म आजदेखि सधैँ 7 देखि 8 घन्टा सुत्छु। यसले गर्दा तिम्रो फेस क्लियर हुन्छ, डार्क सर्कल्स हट्छ, तिमीहरूको हेल्थ पनि राम्रो हुन्छ र तिमीहरू कन्फिडेन्ट फिल गर्छौ। हाम्रो शरीरलाई सनलाइटको एकदमै धेरै आवश्यकता छ। सनलाइटले हाम्रो बडीमा भिटामिन डी को प्रोडक्सन गर्छ, हाम्रो स्किनलाई हेल्दी राख्छ, हाम्रो आँखाको स्वास्थ्यलाई पनि राम्रो राख्छ र साथै हर्मोन्सहरूलाई नेचुरली सपोर्ट पनि गर्छ। तिमीहरूमध्ये धेरैजना यस्तो होला जो चाहिँ रुममा एक्लै हल्लाउँदै बस्छ। छोडिदेऊ, हल्लाउन छोडिदेऊ, सनलाइटमा गएर बस्छ, नत्र पछि एकदमै धेरै रिग्रेट गर्नुपर्छ। जङ्क फुड तिमीहरूको थोपडाको सबैभन्दा ठुलो दुश्मन हो। मुखभरि पिम्पल्स आउने, फोकाहरू के निक्लिने, त्यो सब यही ओइली फुडको कारणले हुन्छ। जङ्क फुड खानमा जति धेरै मजा आउँछ त्यो भन्दा 1000 गुणा बेसी यसले समस्या लिएर आउँछ। हेल्दी लाइफ जिउनु छ भने हेल्दी खाना खाऊ, कुत्ता जस्तो जिन्दगी जिउनु छ भने जे खाऊ, तिमीहरूलाई कसैले रोक्दैन। इफ तिमीहरूलाई यो भिडियो हेल्पफुल लागेको छ भने यो च्यानललाई सब्सक्राइब गर र नेक्स्ट भिडियो कुन टपिकमा चाहियो त्यो पनि कमेन्ट गर।